सहकारीमा ऋण चलाउने सदस्यले दोब्बर भन्दा बढी ब्याज तिर्न नपर्ने भन्ने विषय रहेछ। यो विषयले सहकारीमा लिएको ऋण समयमै तिर्न प्रेरित गर्छ? त्यो त गर्छ जस्तो लाग्दैन। यो कता कता आफूलाई हेरेर बनाएको हो कि सभापतिजीको ऋण निकै छ सहकारीमा भन्ने त्यो मुद्दा पनि चलिरहेकै छ। मुद्दा छिनोफानो हुँदा 10-20 वर्ष लाग्ला फेरि, अनि जति पनि ब्याज लिन पाउने भन्ने हो भने त फेरि ठुलै पैसा तिर्न पर्ला, त्यसमा त दोब्बर भन्दा बढी तिर्न नपर्ने भनेर सभापतिजीलाई बचाउनका लागि ल्याएको हो कि जस्तो पनि देखिन्छ। त्यसकारण यो विषयमाथि अलिक बढी छलफल गर्नुपर्छ भन्ने मलाई लाग्छ। र कुनै पनि कानुन बन्दा आजको समस्या समाधान गर्नका लागि मात्रै होइन, भविष्यमा आइपर्ने समस्याहरू समाधान गर्ने भविष्यका विषयहरूलाई समेत हामीले सम्बोधन गर्नुपर्छ। तर यहाँ तत्कालको समस्या समाधान गर्नका लागि मात्रै यो विधेयक आएको जस्तो लाग्छ। त्यसकारण यसलाई अलिक दीर्घकालीन हिसाबले सोच्न जरुरी छ। त्यसो भए सहकारी क्षेत्रको समग्र सुधार र यसलाई जनताले भरोसा गर्न सक्ने सहकारी संस्थाको रूपमा विकास गर्ने हो भने यसमाथि अघि धेरै माननीय सदस्यहरूले भन्नुभएको छ, सरकारवाला सबैसँग पर्याप्त छलफल गरेर यसलाई पारित गरिनुपर्छ।